चाहिँ यो पम्प कसरी फिट गर्ने भन्ने कुरा सिकाउँछु म यो पार्टमा चाहिँ। पहिला यो चाहिँ यो नयाँ पम्पसँगै आएको हुन्छ यो। त्यसपछि हाम्रो यो फ्युल पम्प, यसलाई चाहिँ यो यहाँनिर भित्रको यो गभर्नरको यो एक्सिलेटरको यो लिभर चल्छ, मेन लिभर भित्र भित्र देखाइदिउँ नि। त्यहाँबाट यो काटिएको भागलाई चाहिँ हामीले यो भागमा यो ग्यापमा यसलाई छिराउनु पर्ने हुन्छ। यसलाई आरामसँग चेक गर्नु पर्यो। तल भित्र छिरिसकेपछि यसरी चल्छ। तल यहाँनिर देखाएको भाग चलेको देखिन्छ। फ्लाइविल कभर चाहिँ हामी लगाइसक्यो। यो भिडियोमा देखिएन भन्नु होला, यो लगाइसक्यो। यो यहाँनिर देखिन्छ है, यो भित्र चलेको सुई जस्तो हुन्छ। यो चाहिँ तलको लिभरसँगै चल्नुपर्छ पम्पको। ग्यास्केटलाई